आमा सन्चै हुनुहुन्छ कतिमा बेचिरहनु भएको मकै काँचो पनि काँचै लग्छु म काँचो 25 ए 35 काँचो चाहिँ 25 भएन 4-5 वटा लाउनु मन थियो हुन्छ मलाई घरमा ड्याडी मम्मीलाई खुवाउनु मन थियो कि अनि त्यही भएर फेरि एउटा भन्नु तपाईँले मसँग पैसा त छैन कि अलिक अप्ठ्यारो परेको थियो घरमा चाहिँ लाउनु मन थियो कि ड्याडी मम्मीलाई म चाहिँ काठमाडौँबाट आएको बनेपा घुम्न आएको थिएँ कि अनि त्यही भएर मिल्छ कि भनेर अलि अप्ठ्यारो परेको थियो मलाई 5 वटा लग्नु पाए चाहिँ हुन्थ्यो कि भनेर पैसा चाहिँ फेरि गाह्रो अप्ठ्यारो परेर हुन्छ पैसा छैन कि अनि त्यही भएर नसक्ने भएर तपाईँले घाटा भने कि भनेर छोरा जस्तो सम्झिनु भयो तपाईँले नि मलाई होइन धन्यवाद तपाईँ हालिदिनुहोस् न हुन्छ तपाईँ मिलाएर हालिदिनुहोस् न फेरि मैले छानेको फेरि अलि नमिल्ला कि हाल्नु नि होइन हजुर ताजा हाल्नु हुन्छ फेरि अप्ठ्यारो के सोध्न पनि होइन अनि मैले लग्नु मलाई तपाईँले अघि बेचिरहनु भएदेखि होइन मैले अनि त्यही भएर घाटा हुने चिज चाहिँ हुँदैन नि है फेरि घाटा त भइहाल्छ होइन तर पनि हजुर ड्याडी मम्मी हजुर ड्याडी मम्मी खुसी हुन्छ भनेर क्या मलाई लग्नु मन थियो क्या मैले खोलिहाल्नु परेन त्यतिकै हाल्दा हुन्छ हजुर त गाह्रो मात्रै हुन्छ फेरि कतिको व्यापार हुन्छ नि हजुरको यता अहिले दिनमा कतिको हुन्छ कतिको ए दिनमा कहिले 100 वटा कहिले कतिको हुन्छ 180 कतिको 700-800 पुग्छ दिनमा ए 700-800 कति बजीदेखि व्यापार गर्नुहुन्छ तपाईँले बिहान 11 बजीदेखि कति बजीसम्म नि 9 बज्छ ए म एकछिन आइहाल्छु सानो एउटा लिनुहोस् न म एउटा भन्छु तपाईँले सुन्नु न एउटा भन्छु म सामाजिक परिश्रम गरे हुन्छ होइन अनि यस्तै खुसी बाँडी हाल्छु लिनुहोस् न मेरो मनबाट दिएको यस्तो लिनुहोस् न तपाईँले मिहिनेत गरेर बेच्नु भएको म त्यसरी कहाँ लग्छु र लिनुहोस् मेरो मनबाट दिएको छोरा सम्झेर तपाईँ लिनु न छोरा समझ लिनु भने लिनुहोस् न हो त्यही त तर मलाई अप्ठ्यारो हुन्छ कि लिनुहोस् न है लिनुहोस् न पहिला लिनुहोस् म चाहिँ यस्तो सामाजिक परिश्रमहरू गरे हुन्छ होइन लाग्दैन म सामाजिक परिश्रम गरे हुन्छ त्यही भएर ल खुसी हुनुभयो मलाई केही पनि चाहिएन रिटर्न केही पनि चाहिएन है तपाईँले ल्यायो है खुसी हुनुभयो होइन अब यस्तो तपाईँले चाहिएन भने पनि कसैलाई अप्ठ्यारो परे बेला तपाईँले खुवाउनुहोस् होइन दिनुहोस् होइन तपाईँले दिनुभयो मैले जसरी दिनुभयो नि अरूलाई पनि त्यसरी दिनुहोस् त्यसरी गर्नुहोस् त्यही त दिनुहुन्छ रहेछ धेरै खुसी लाग्यो तपाईँलाई भेटेर अर्को पालि फेरि भेट्न पाउँछ है तपाईँले यहीँ आउँछु म ल हस् लान्छ है